दर्शक साथीहरू, यति बेला भुन्टी सिरानमा भने अब भुन्टीले दुःख पाउने भएकी छिन्। भुन्टीले आफूले गर्दै नगरेको गल्तीको सजाय भोग्ने भएकी छिन्। गाउँ समाजमा कुरा काटेकै आधारमा आफ्नो परिवार पनि मिलेपछि अब भुन्टी एक्लो हुने भएकी छिन्। हो साथीहरू, केही समय अगाडिदेखि भूपेन्द्रले भने आफ्नै श्रीमतीलाई भूपेन्द्रका भाइ र बहिनीले नराम्रो कुराहरू गर्दै गर्दा भूपेन्द्रले भुन्टीले कदापि यस्तो सोच्न सक्दिनन्। कसैमाथि पनि भुन्टीले नराम्रो सोच राख्न पनि सक्दिनन्। यस्तो मान्छेले यतिसम्म गर्न सक्दिनन् भनिरहेका भूपेन्द्र भनी अब भूपेन्द्र भनी भुन्टीप्रतिको विश्वासलाई तोडेर भुन्टीको खिलाफ नराम्रो सोचहरू राख्न बाध्य भएका छन्। हो साथीहरू, यति बेला गाउँ समाज लगायत आफ्नो परिवारमा पनि भुन्टीको बारेमा बारम्बार भूपेन्द्रका अगाडि नराम्रो कुराहरू गरिरहने क्रममा भूपेन्द्रलाई पनि अब यो लाग्छ कि साँच्चै नै भुन्टीले यतिसम्म गरेकी रहेछन् कि सत्य कुरा के रहेछ थाहा पाउनु पर्छ भन्ने लाग्छ। त्यसपछि भने अब यता भूपेन्द्रका दाजुभाइ केही समय आफ्नी बहिनीलाई धोका दिएको बोयफ्रेन्डलाई भेट्नका लागि जेलसम्म पुगेका हुन्छन् र भूपेन्द्रले आवाज उठाएका हुन्छन् कि ती व्यक्तिलाई प्रश्न गरेका हुन्छन्, साँच्चै तिमीले कोही कसैले गर्न लगायो कि कसैको बाध्यतामा गरेर मेरी बहिनीलाई धोका दिएको हो कि आफैले यो सब गरेको हो भनेर सोद्धा ती व्यक्तिलाई भने भूपेन्द्रका दाजुभाइ जानु अगाडि नै भूपेन्द्रका दुश्मनहरूले पैसामा किनिसकेका हुन्छन्। हो साथीहरू, ती व्यक्तिले भने अब भुन्टीको बारेमा नराम्रो आरोपहरू भुन्टीलाई नै लगाउँदै भुन्टीकै कारण मैले सबै न बाध्य भएको हुँ र तिम्रो बहिनीलाई मैले भुन्टीले नै भनेर धोका दिएको हुँ भनेपछि भुन्टीले नै मलाई राति राति फोन गरेर सबै अराई सिकाइ गर्थे, नपत्याए मेरो मोबाइलमा कल रेकर्ड हेर्नुहोस् भनेपछि अब भूपेन्द्रका दाजुभाइ भने ती व्यक्तिको मोबाइलमा कल रेकर्ड हेर्नतर्फ लागेका हुन्छन्। यसै क्रममा यता भुन्टीको कल त्यहाँ देखेपछि भूपेन्द्रले भने अब भुन्टीप्रति शङ्का गर्न लागेका हुन्छन्। हो साथीहरू, भूपेन्द्रले यो बुझिरहेका छैनन् कि भुन्टीले के गर्नका लागि फोन गरिन् त। भाइले भने यही मौका पारेर भूपेन्द्रलाई देख्नु भयो त दाइ, यति धेरै विश्वास पनि कोही कसैलाई गर्नु हुँदैन। भाउजूको चरित्र, भाउजूले नै हाम्री बहिनीमाथि यस्तो दुर्व्यवहार गर्न लगाएकी रहेछिन्, हो कि होइन रहेछ त भनेपछि अब भूपेन्द्र पनि छाँगाबाट खसे चाहिँ भएका छन्। हो साथीहरू, भूपेन्द्रले केही अगाडि भुन्टीले यस्तो गर्न सक्दिन, कोही कसै हुनपर्छ यो सब गर्न लगाउने भनेर पत्ता लगाउन गएका भूपेन्द्र भने अब त्यहाँबाट कहीँ कतै भुन्टीको बारेमा चिसो पसिरहेको हुन्छ। हो साथीहरू, अब भने भूपेन्द्रले केही नराम्रो सोच्नतर्फ लागेका छन् भुन्टीप्रति। हो साथीहरू, अब भने बिचारी भुन्टी एक्लो भएकी हुन्छन्। त्यहाँबाट घर फर्कने क्रममा यता